साथीहरु नमस्ते। आज चाहिँ मैले धेरै दिनपछि बल्ल युट्युबमा भिडियो बनाउन आउँदैछु। अब त्यो पुरानो च्यानल यो नयाँ च्यानल खोलेको छु, नयाँ च्यानलबाट सुरु गर्दैछु। आजको भिडियो चाहिँ हाम्रो नेपाली क्रिकेटको अहिले जुन भइरहेछ T20 वर्ल्ड कप क्वालिफायर 2026 त्यसकै बारेमा रहेको छ। हामीले देखिरहेछौँ पछिल्लो गेम कतारसँगको गेम, त्योभन्दा अगाडि युएई सँगको गेम अनि लिग चरणका गेमहरुमा चाहिँ नेपालले जित्न जितिरहेछ, अहिलेसम्म गेम जितेको छ। तर यो गेमहरुमा चाहिँ नेपालले जस्तो गर्नुपर्ने हो, नेपालले जुन किसिमको परफर्मेन्स गर्नुपर्ने हो, जुन किसिमको स्टार्टिङ पार्टनरशिप बिल्ड गर्नुपर्ने हो, त्यो सबै कुनै पनि कुरा देखिएको छैन। हिजोको गेममा पनि कतारसँगको रोहित पौडेल र दिपेश सिंह ओइरी को पार्टनरशिपले गर्दाखेरि हाम्रो केही न केही अगाडि त बढ्यौं। तर अब यहाँ समस्या के छ भने हाम्रो रन अफ बल नै समस्या भयो। त्यसपछि ठ्याक्कै विकेट पढ्न नसक्नु। अब सन्दीप लामिछाने, माफ गर्नु होला, सन्दीप लामिछानेको बलिङ 9th ओभर 10th ओभरमा गएर आयो। 79 मा 0 थियो, त्यसपछि बल्ल एउटा विकेट आयो। यो सन्दीप लामिछाने स्लो पिचमा सुरुमै पहिलो 6 ओभरमै पावर प्लेमै गेम गराइदिएको भए, सन्दीप लामिछानेले बोलिङ गराए भए त्यसले अवश्य पनि हामीलाई केही न केही राहत दिन्थ्यो। अनि गेम यत्रो लामो 19th 20th ओभरमा गएर त्यसपछि गएर सन्दीप लामिछानेले त्यो विकेट हिट त्यो स्टम्पिङ गर्नुपर्ने तिर त्यहाँसम्म गेम लानुपर्ने त्यहाँसम्म जाँदैन थियो। यो अलिकति क्याप्टेन्सीमा पनि अलिकति ठ्याक्कै के कुरा हो भने अब यो ठ्याक्कै पिच पढ्न नसक्नु भन्नु या अथवा स्टार्टिङ ओभरका स्टार्टिङ बलिङ स्टार्टिङ ब्याटिङहरु पनि ठिक गर्न नसक्नु हो। के छ यहाँ समस्याहरु। हामी जितिरहेछौँ, हामी अगाडि बढिरहेछौँ, अहिलेसम्म हाम्रो परफर्मेन्स राम्रो छ। तर अब आगामी गेम ओमानसँग छ। ओमानसँगको गेममा पनि अब नेपालले के गर्ने हो, त्यहाँ पनि अब यस्तै अब लकले पो फेभर गरिदिने हो कि यहाँ अलिकति लकले पनि फेभर गरेको देखिन्छ क्या। नेपालले ठ्याक्कै अब त्यो जे हुनुपर्ने हो, जस्तो गेम हामी सोचिरहेको हुन्छौँ नि कि यो ढुकढुक अन्तिम ओभरमा गएर नेल बाइटिङ गेम नहोस्, पहिले हाम्रो जित होस्, त्यस्तो भइरहेको छैन के। यो चाहिँ अन्तिममा गएर एक बलमा बाँकी हुँदाखेरि अब 1 रनले जित्नु, फेरि 5 रनले जित्नु, यस्तो स्थिति छ। ठिक छ, हरेक गेममा कोही न कोही म्यान अफ द म्याच बनिरहेछन्। सन्दीप लामिछाने बनेको छ हिजोको गेममा। तर अब यो कुराहरूले चाहिँ मात्रै हुँदैन क्या। हाम्रो रोहित पौडेल अनि हाम्रो जुन अहिले हिजोको गेममा ललित राजवंशी नराख्नु र त्यसपछि चाहिँ त्यहाँ ललित बादशाह ठिक छ, मोहम्मद अदिल आलमलाई राखेको त्यो ठिकै हो, त्यसले चाहिँ केही असर गरेन। तर त्यहाँ फेरि कुशल मल्ल छ, त्यहाँ त्यसको बारेमा पनि पो सोच्नुपर्ने हो कि अब फेरि ललित राजवंशीलाई हटाएर चाहिँ के भन्छ हाम्रो अदिल आलमलाई राख्नु